अनि यस्तो भ्रष्टाचार मैले किन गर्नु पर्यो? म स्ट्रक्चरल किन तपाईँलाई पैसाको आवश्यक पर्दैन? पैसा दिन्छ अरबौं देखि भन्ने मैले भनिदिन्छु। म स्ट्रक्चरल इन्जिनियर हो, जुन नेपालमा 150 देखि 200 जना मात्रै छन् हैन। पैसा कमाउनलाई हामीसँग मसँग भनौं अहिले व्यक्तिगत रूपमा यति धेरै बाटाहरू छन् कि यहाँ मैले अब राजनीति गरेर पैसा कमाउनु पर्ने आवश्यकता तपाईँ आफै सक्षम हुन्छ त्यसरी पैसाको लागि। हजुर हजुर एक त कमाइसक्नु भएको छ अथवा तपाईँलाई पैसा आफै गर्न सक्नुहुन्छ। यो महत्त्वपूर्ण कुरा छ नि हैन र? एकदम महत्त्वपूर्ण। यो यति महत्त्वपूर्ण कुरा हो। मान्छेले अस्ति पनि मैले कुरा भन्दाखेरि ओहो कस्तो घमण्डी रहेछ, मसँग 5 तल्ले घर छ भन्दियो, गाडी चढ्छ भन्दियो। तर त्यो कुरा किन बुझ्न जरुरी छ भन्दाखेरि तपाईले आफ्नै जिन्दगी उकास्न सक्नु भएन भने अर्काको जिन्दगी कसरी उकास दिनुहुन्छ? मैले आफै आफ्नो जिन्दगीको लागि मैले कमाई खानु भाँडो बनाउन सक्दिन, मेरो जीवन स्तर उकास्न सक्दिन, मैले आफ्नो लागि एउटा संयन्त्र बनाउन सक्दिन भने मैले कसरी अरू जनताको लागि चाहिँ अथवा मान्छेको लागि अथवा यो वार्डमा नगरपालिकामा चाहिँ तपाईहरुलाई चाहिँ म एउटा बाटो देखाइदिन्छु, तपाईहरुको जिन्दगी उकास दिन्छु भन्न सक्छ नि त? भएन नि त? त्यो भएन नि त? भनेपछि